स्वतन्त्र विद्यार्थी युनियन भनेकै स्वतन्त्र एउटा गैर नन पोलिटिकल अर्गनाइजेसन हो र उहाँहरू पार्टीगत भातृ सङ्गठन हो, उहाँलाई विद्यार्थी सङ्गठन भन्नै मिल्दैन। उहाँहरू आफै भ्रममा हुनुहुन्छ र विद्यार्थी मात्र पनि त्यही भ्रम छर्नु भएको छ। यही हो भनेको तपाईँको निष्कर्ष। नेभी सङ्घबाट यदि सुबिउको उम्मेद्वार जितेर आएछ भने पनि अथवा अन्य सुबिउ अखिल जुनसुकैबाट आएछ भने त्यो चाहिँ सुबिउ हुन सक्दैन होइन त? त्यो सुबिउ हुन सक्दैन, स्वतन्त्र हुन सक्दैन भन्ने हो। नितान्त पार्टीबाट उहाँले सङ्गठनबाट टिकट दिनुहुन्छ, सङ्गठनबाट पठाउनुहुन्छ, विद्यार्थी मात्र नेता पठाउने र त्यो टिकट दिने अवस्था छैन उहाँहरूमा। उहाँहरूले क्याम्पस प्रशासन भन्दा पनि साङ्गठनिक हित र पार्टीगत हितलाई राखेर बढी मैले गर्न सक्ने कुरा म अहिले 4 वर्षमा सङ्गठनले भन्दा मैले व्यक्तिगत रूपमा बढी मैले क्याम्पसमा गरेको छु। म 1 2 3 4 5 6 भन्नु जस्तो नि। अब सम्पूर्णमा नमस्कार छ। मेरो नाम हर्कबहादुर बोरा र स्वतन्त्र विद्यार्थी समूह र यो चैत्र 5 गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि स्वतन्त्र प्यानलबाट म सभापति पदको उम्मेदवार र हामीले क्याम्पस विद्यार्थी र शैक्षिक क्षेत्रको उन्नति प्रगतिका लागि विद्यार्थी सङ्गठनहरूलाई मात्र हामीले ठेका दियौँ वा उहाँहरूलाई सुम्पियौँ भने यो जिम्मेवारी हाम्रो क्याम्पस नबन्न सक्छ। विद्यार्थीका समस्याहरू, शैक्षिक क्षेत्रका समस्याहरू समाधान नहुन सक्छन् भनेर हामी विद्यार्थी स्वयंको सहभागिता र सक्रियताले मात्रै यो कुराको समाधान हुन सक्छ भन्ने भावले हामी यो सबै निर्वाचनमा सम्पूर्ण साझा विद्यार्थीहरूको एउटा स्वतन्त्र विद्यार्थी समूहबाट हामी उम्मेदवारको रूपमा अघि बढेका छौँ र अब आउने निर्वाचनका लागि हामीले विद्यार्थीमाझ एजेन्डा सहित हामीले अगाडि बढ्नुपर्छ र जसका लागि हामीले अब आउने 2 वर्षमा हामीले के गर्न सक्छौँ, कति गर्न सक्छौँ त्यो कुरालाई हामीले 25 मुद्दामा समेटेर हामीले एजेन्डा सहित हामीले आज एजेन्डालाई आज मिति 2081 साल आज 26 गते हाम्रा एजेन्डाहरूलाई सार्वजनिक गर्दैछौँ, जस अन्तर्गत म यो घोषणापत्र सर र म एकचोटि पढेर वाचन गरेर म सुनाउँछु। आज मिति 2081 साल 11 महिना 26 गते देशकै सबैभन्दा ठुलो मानविक संकायको क्याम्पस रतनराज लक्ष्मी क्याम्पसलाई देशकै सरकारी नमुना क्याम्पसको रूपमा स्थापित गर्न क्याम्पस विद्यार्थी र शैक्षिक क्षेत्रको विकासमा हातेमालो गर्न जरुरी छ। स्वतन्त्र विद्यार्थी युनियनको औचित्य, अवधारणा तथा मान्यतालाई पुष्टि गर्दै व्यक्ति र सङ्गठन होइन विधि र प्रणाली प्रदान बनाउन, दलीयकरणको अन्त्य गर्दै विश्वविद्यालयलाई स्वशासित संस्थाको रूपमा अघि बढाउन, सोभि र नितान्त विद्यार्थीको साझा संस्था बनाउन र अनुशासित विद्यार्थी जिम्मेवार प्रशासन बनाउने उद्देश्यले चैत्र 5 गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ भन्ने मूल नाराका साथ एजेन्डा सहित सम्पूर्ण विद्यार्थी साथीहरूमा सङ्कल्प गर्दछौँ। हाम्रा प्रमुख एजेन्डाहरू पहिलोमा छ दलीयकरण रोकी योग्यतालाई पदाधिकारी नियुक्तिको आधार बनाउने। त्यसपछि दोस्रोमा छ आरआर क्याम्पसको मोबाइल एप्लिकेसन बनाउने। तेस्रोमा छ छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाई विभिन्न विद्यार्थी अक्षय कोष खडा गर्ने। चौथोमा छ विद्यार्थीहरूको मानसिक स्वास्थ्यका लागि स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिनेछ। पाँचौंमा सोभि गुनासो पेटिकाको व्यवस्था गरिनेछ। छैटौंमा 1 महिना 1 अतिरिक्त रचनात्मक तथा सृजनात्मक कार्यक्रम गर्ने। सातौंमा मौसम अनुसारको स्वच्छ खानेपानी, सफा र व्यवस्थित शौचालय बनाउने। आठौंमा डिजिटल पुस्तकालय तथा निःशुल्क वा सुलभ इन्टरनेट सेवाको व्यवस्था गर्ने। 9 नम्बरमा किनेस्थेटिक, भिजुअल, अडिटोरी माध्यममा आधारित भएर शिक्षण गराउने वातावरण तयार गर्ने। 10 नम्बरमा हरेक महिना डिस्कोर्स प्रोग्राम सञ्चालन गर्ने। 11 नम्बरमा बिना परिचय पत्र गैर विद्यार्थी क्याम्पसभित्र प्रवेश निषेध गरी शान्तिपूर्ण ढङ्गले पठन पाठ। नम्बर 12 मा छ क्याम्पसको नयाँ प्रस्तावित भवनको प्रक्रिया अघि बढाई डिजिटल बोर्ड र स्मार्ट कक्षा कोठाको विकास गरिनेछ। 13 नम्बरमा पाठ्यक्रम अध्यावधि डिजिटल लर्निङ, व्यावहारिक शिक्षा, इन्टर्नसिप प्रोजेक्टमा आधारित लर्निङ को अवसर सिर्जना गरिनेछ। नम्बर 14 मा 2 वर्षमा विभिन्न विधाका
100 जना कलाकार उत्पादन गर्ने वातावरण तयार गरिनेछ। नम्बर 15 मा पूर्वाधार सम्पन्न खेलकुद मैदान तथा अपाङ्ग मैत्री भौतिक संरचनाको निर्माण गरिनेछ। नम्बर 16 मा अनुसन्धानमूलक शोध कार्यको सहजीकरणका लागि वर्कसप प्रोभाइड गरिनेछ। त्यसपछि हामीले स्नातकको लागि 17 मा विद्यार्थीको नतिजामा सुधार ल्याउन स्नातक तहमा प्री-बोर्ड एक्जामको व्यवस्था गरिनेछ। नम्बर 18 मा आन्तरिक मूल्याङ्कनको नतिजा क्याम्पसमै सम्बन्धित विभागले सार्वजनिक गर्ने वातावरण तयार गरिनेछ। नम्बर 19 मा कक्षा कोठामा अनुपस्थित विद्यार्थीको हकमा छुट्टै नियम बनाई व्यवस्थित गर्ने। नम्बर 20 मा आरआर एफएम र सोभि साप्ताहिक पत्रिका पुनः सञ्चालनमा ल्याउनेछ। 21 मा छ म्युजिक कार्यक्रमलाई व्यवस्थित बनाउनका साथै स्नातकोत्तर तहमा म्युजिक कार्यक्रम ल्याउन पहल गर्ने। त्यसपछि विषयको लागि स्नातकोत्तर तहमा मास्टर अफ कम्प्युटर एप्लिकेसन एमसिए प्रोग्राम ल्याउन पहल गर्नेछ। विभिन्न आइटी कम्पनीहरूसँग सहकार्य गर्दै आइटी रिलेटेड इभेन्ट ट्रेनिङ वर्कसप प्रोभाइड गर्ने। त्यसपछि 24 नम्बरमा छ नेटवर्क सेटअप व्यवस्थापन र सुरक्षाका लागि नेटवर्किङ रिलेटेड हार्डवेयर एक्सेसरिजको व्यवस्था गरिनेछ। अन्तिममा 25 नम्बरमा रहेको छ एमओयू मार्फत बायोटेक प्रविधि र अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै इन्टर्नसिप र रोजगारीका अवसरहरू सुनिश्चित गरिनेछ। धन्यवाद। संयोजक हर्कबहादुर बोगरा। बाँकी तपाईँहरूका क्वेसन छन् भने राख्न सक्नुहुनेछ। जस्तो नि हजुर तपाईँका एजेन्डाहरूभित्र समेटिएका थुप्रै कुराहरू जुन एउटा विद्यार्थी सङ्गठनले हजुर विद्यार्थी सङ्गठनको बलबुताले सम्भव नहुने कुराहरू देखिए क्या। हजुर त्यसले जस्तो तपाईँले भन्न सक्नुहुन्थ्यो पहल गरिनेछ भने भए चाहिँ अलि उचित हुन्थ्यो कि गरिनेछ भने पछाडि त तपाईँले घोषणापत्र त अरू विद्यार्थी सङ्गठनहरूले पनि ल्याएकै हुन् होइन। पत्याइदिने आधार के हो त क्या ठ्याक्कै जस्तो घोषणापत्र त जसले पनि जारी गर्छ कार्यान्वयनमा फितल हो, कार्यान्वयन कसैले पनि गर्दैन। तपाईँ पनि आफ्नै बलबुताले जति पनि एजेन्डाहरू यहाँ तपाईँले उल्लेख गर्नुभएको छ ती चाहिँ तपाईँकै प्रयासले सम्भव देखिँदैनन्। प्रश्नको लागि धन्यवाद। यो म सबैभन्दा पहिला तपाईँलाई के भन्न चाहन्छु भने कुनै पनि पार्टीगत भातृ सङ्गठनहरू विश्वविद्यालयको अभिन्न अङ्ग होइन, तर स्वतन्त्र विद्यार्थी युनियन त्रिवीको एउटा अभिन्न अङ्गको रूपमा रहेको छ। यसकारण हामीले त्यहाँ गरिनेछ भन्नुको अर्थ नै यहाँनिर हो। त्यो सोभिबाट सम्भव छ। सोभिले त्यो वातावरण तयार गर्नमा सहजीकरण गर्छ। विद्यार्थी सङ्गठनबाट होइन कि सोभिबाट त्यो सम्भव भएको भएर त्रिवीको एउटा अभिन्न अङ्गको रूपमा सोभि रहेकोले हामीले त्यो सम्भव छ भन्ने हामीलाई लाग्छ। जस्तो नि यो क्याम्पसकै कुरा गरिरहँदा यहाँ चाहिँ अन्रासेब्यू अथवा नेविसङ पुराना दलका भातृ सङ्गठनहरूको वर्चस्व भएको विश्वविद्यालय पनि हो। तपाईँहरूलाई धेरैले के भन्छन् भने कसरी हटायो, स्वतन्त्रले कसरी जित्न सक्छ त्यहाँ भन्ने किसिमको तपाईँहरूमाथि प्रश्न पनि त्यसरी नै गर्छ। यसमा अलिकति स्पष्ट पारिदिनुहोस् न। अब यसमा कुराले हामी चाहिँ अब के नयाँ बाटो अपनाउनु पर्छ। हामीबाट नै हरेक कुरा सम्भव छ। हाम्रो सहभागिता बिना कुनै पनि कुरा सम्भव हुन सक्दैन र यो ठेक्का लगाउने त यो तरिकाबाट क्याम्पस बन्दैन र विद्यार्थीका समस्या मैले गर्न सक्ने कुरा म अहिले 4 वर्षमा संगठनले भन्दा मैले व्यक्तिगत रूपमा बढी मैले क्याम्पसमा गरेको छु। म 1 2 3 4 5 6 भन्नु जस्तो नि अब आरआर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले तपाईँलाई विश्वास गर्ने आधार अथवा तपाईँलाई जिताउने आधार एजेन्डा हुन् कि अथवा अन्य कुनै आधार छ? सबैभन्दा पहिलो कुरा एजेन्डा नै हो। त्यसपछि साथीहरूको परिवर्तनको चाहना हो। अर्को कुरा अब मैले भनिसकेँ, मैले 77 सालदेखि आजका दिनसम्म जति मैले यहाँ गर्दै आइरहेको छु, जति मैले विद्यार्थीका माझ एक्स्ट्रा क्लास चलाउनेदेखि लिएर कुरा प्रशासनलाई चुस्त बनाउनेदेखि लिएर कुरा आन्तरिक मूल्याङ्कनको नतिजा सुधार गर्ने कुरा, प्रशासनलाई जिम्मेवार बनाउने कुरामा जति मैले अहिलेसम्म पहल गर्दै आएको छु अर्को आधार यो पनि हो। हामीले गरेर देखाएको छौँ। मैले यो प्रश्न गर्दा तपाईँलाई दुःख नलागोस्, हजुर अलिक स्वतन्त्र भन्ने बित्तिकै फेरि आरआर क्याम्पसको हकमा खिसी ट्युरी जस्तो विषय बनाए क्या अन्य विद्यार्थी सङ्गठनहरू जो निरन्तर राज गर्दै आएको छन्। यो क्याम्पसलाई आफ्नो आधार इलाकाका रूपमा उनीहरूले लिन्छन्। उनीहरूले खिसी ट्युरी गरेको पनि देखियो क्या। उनीहरूलाई के जवाब दिनुहुन्छ?
यो सबैभन्दा पहिला उहाँहरूले आफै बुझ्नु भएको छ। स्वतन्त्र विद्यार्थी युनियन भनेकै स्वतन्त्र एउटा गैर नन पोलिटिकल अर्गनाइजेसन हो र उहाँहरू पार्टीगत भातृ सङ्गठन हो, उहाँहरूलाई विद्यार्थी सङ्गठन भन्नै मिल्दैन। उहाँहरू आफै भ्रममा हुनुहुन्छ र विद्यार्थी मात्र पनि त्यही भ्रम छर्नु भएको छ। यही हो भनेको तपाईँको निष्कर्ष। नेभी सङ्घबाट यदि सुबिउको उम्मेद्वार जितेर आएछ भने पनि अथवा अन्य सुबिउ अखिल जनसुकैबाट आएछ भने त्यो चाहिँ सुबिउ हुन सक्दैन होइन त, त्यो सुबिउ हुन सक्दैन, स्वतन्त्र हुन सक्दैन भन्ने हो। नितान्त पार्टीबाट उहाँले सङ्गठनबाट टिकट दिनुहुन्छ, सङ्गठनबाट पठाउनुहुन्छ, विद्यार्थी मात्र नेता पठाउने र त्यो टिकट दिने अवस्था छैन उहाँहरूमा। उहाँहरूले क्याम्पस प्रशासन भन्दा पनि साङ्गठनिक हित र पार्टीगत हितलाई राखेर बढी कसले भोलि गएर सङ्गठन बलियो बनाउन सक्छ भन्ने कुरालाई त्यही नै हो केन्द्रित गरेर टिकट दिन्छ नि, त्यहाँ चाहिँ एकदम हजुर नेतृत्व सुम्पिन्छ भन्ने हो। भनेको अब जस्तो तपाईँहरू पनि भोलि गएर कुनै सङ्गठन नै खोल्ने होला नि त, सधैँ स्वतन्त्र भइराख्ने त होइन होला। अनि तपाईँहरू पनि त्यहाँ जाँदा त भोलि त्यही परिस्थिति बन्दैन? हामी अहिलेका कुनै पनि राजनीतिक दलमा जाने भन्दा पनि हामी यही स्वतन्त्र तरिकाले हामीले क्याम्पसभन्दा बाहिर पनि हामी स्वतन्त्र तरिकाले अभियानमै छौँ। हामी स्वतन्त्र तरिकाले राष्ट्रिय रूपमा हामी आगामी दिनमा पनि स्वतन्त्र भएर नै अगाडि बढ्छौँ। जस्तो नि अब अन्तमा मैले सक्काएँ, के भन्न चाहनुहुन्छ विद्यार्थीहरूलाई? मैले अब कुरा नि तपाईँले आवश्यकता महसुस गरेर नै उम्मेदवारी दिनुभएको हो। हजुर, यहाँको विद्यार्थीहरूले फरक विकल्प खोजिरहेको छ भन्ने बुझेर नै दिएको हो कि अथवा ट्राई गरौँ न त भन्ने तरिकाले हो? यो क्याम्पस प्रशासन, विद्यार्थी र समयको आवश्यकता। क्याम्पसको स्थिति तपाईँले हेर्न सक्नुहुन्छ। क्याम्पसले हामीलाई स्वयं विद्यार्थीले हामीलाई मौनतामा पुकारिरहेको छ कि तपाईँहरू आइदिनुहोस्, हाम्रो नेतृत्व गरिदिनुहोस् र यो क्याम्पसलाई माथि उठाइदिनुहोस् भनेर। त्यो आवश्यकता महसुस गरेर नै हामी अगाडि बढेका छौँ। जस्तो घोषणापत्रमा 25वटा एजेन्डाहरू तपाईँले भर्खरै सार्वजनिक गर्नुभयो। यो एजेन्डा त सार्वजनिक हुने हो, सबै विद्यार्थीले देख्ने हो। तपाईँलाई मतदान गर्ने विद्यार्थीहरूले यही अपेक्षा यी एजेन्डाहरू पूरा गर्छन् भनेर नै मतदान गर्ने हो होइन? तपाईँले त्यो मत जित्न सके पछाडि अब एजेन्डा त सबैले सार्वजनिक गर्छन्, घोषणापत्र सबैले जारी गर्छन्, तर पूरा कसैले पनि गर्दैनन्। तपाईँ दाबी गर्न सक्नुहुन्छ पूरा गर्छु भनेर? यसमा त हामी यो सङ्कल्प गरेर नै अगाडि बढेका छौँ। भनेको यी 25वटै एजेन्डा जति सार्वजनिक गर्नुभएको छ ती सबै पूरा गर्नुहुन्छ होइन त? 25 होइन, हामीले काम त अर्को 50वटा काम गर्न सक्छौँ। यो चाहिँ म दाबीका साथ हामी भन्न सक्छौँ। यी त भनेको मुख्य मात्रै हो नि त्यसो भए? यी प्रमुख एजेन्डाहरू भए बाँकी 100वटा पनि हुन सक्छ। हामी त्यसलाई प्रतिबद्ध छौँ त्यसमा। जस्तो यो 25वटा एजेन्डाहरू सार्वजनिक गर्दाखेरि तपाईँले यो 25वटा एजेन्डालाई के अरे साकार पार्ने सपनाका आधारहरू चाहिँ के देख्नुहुन्छ? कसरी म यो स्वतन्त्र भएर चुनाव जित्छु? लामो पृष्ठभूमि राजनीतिक इतिहास बोकेको आरआर क्याम्पसका भातृ सङ्गठनहरूलाई कसरी म नतिजाबाट पछि पार्छु या उनीहरूलाई वैधानिक रूपले म जितेर अघि बढ्छु भन्ने तपाईँलाई यो आँट पनि कसरी आयो? आधारहरू के देख्नुहुन्छ? जित्ने आधारहरू के छन्? मैले अघि नै भनिसकेँ, सबैभन्दा पहिला हाम्रो परिवर्तनको चाहना नै हो। विद्यार्थी साथीहरूको परिवर्तनको चाहना नै हो। उहाँलाई साकार पार्नको लागि यसरी हामी अगाडि बढ्नै पर्छ। अर्को कुरा तपाईँहरूले देखिसक्नु भएको छ, यो स्वतन्त्र प्यानलबाट हामी एक्लै छैनौँ, हामी टिम छौँ। उहाँ साथीहरूले पनि हामी ल है के गर्न सक्छौँ भनेर नै उहाँहरू पत्याउनु भयो र एउटा टिममा आबद्ध हुनुभयो। र दोस्रो कुरा, 77 सालदेखि आजका दिनसम्म म तपाईँलाई एउटा के कुरा भन्न चाहन्छु भने 2077 सालमा क्याम्पस प्रशासन लिखित रूपमा 11 बुँदे माग लिएर लिखित रूपमा क्याम्पस प्रशासनमा बुझाउने मेरो पहिलो ब्याज हो। यो पनि म तपाईँलाई अवगत गराउन चाहन्छु। त्यसपछि बारम्बार क्याम्पस प्रशासनबाट विद्यार्थीको आन्तरिक मूल्याङ्कनको नतिजामा अन्याय गरिरहँदाखेरि त्यसलाई आवाज उठाएर त्यसलाई चाहिँ विद्यार्थीलाई न्याय दिने काम त्यो हामीबाटै भएको छ, त्यो मेरै नेतृत्वमा भएको छ। जस्तो तपाईँले यसरी जित्ने आधारहरू भनिरहँदाखेरि तपाईँ यो क्याम्पसको इतिहासमा स्वतन्त्रबाट सम्भवतः दोस्रो उम्मेद्वार हो कि जस्तो लाग्छ मलाई, हाम्रो भोइसी पछाडि होइन? त्यो हुनसक्छ, मैले यसो अनुमानको भन्न भने। तर तपाईँले यो गरिरहँदाखेरि 25वटा एजेन्डामा हामीले पनि हेऱ्यौँ होइन? यो सार्वजनिक गर्दा भोलि विश्वभरिका मान्छेहरूले सामाजिक सञ्जालबाट यत्र सर्वत्र छरिएर जाने एजेन्डाहरू हुन्।
अनि तपाईँले कुनै कुनै एजेन्डाहरू अलिक गफलाए जस्तो नसुहाए जस्तो त्यो पुरा नै नहुने हो कि जस्तो यहाँनिर आइटीका कुराहरू गर्नुभएको छ होइन अनि त्यसपछि यो डिजिटल प्लेटफर्मका कुराहरू गर्नुभएको छ यो त साँच्चै भातृ सङ्गठनका साथीहरू जो राजनीतिक सङ्गठनसँग नजिक छन् जो सत्तामा छन् उनीहरूले गर्न नसक्ने काम तपाईँले स्वतन्त्रबाट चाहिँ कसरी आँट्नुभयो कहाँबाट आयो जस्तै यहाँनिर के हो भन्दाखेरि स्वतन्त्र विद्यार्थी युनियनले स्वयं आफै कुनै पनि काम गर्ने भन्दा पनि हजुर स्वतन्त्र विद्यार्थी युनियनले वातावरण सिर्जना गरिदिने हो काम गर्ने ठ्याक्कै भनेको प्रशासन क्याम्पस प्रशासन त्यो वातावरण काम गर्ने वातावरण चाहिँ स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गर्ने हो यसरी हामी गइरहँदाखेरि स्वतन्त्र विद्यार्थी युनियनबाट यो सम्भव छ जस्तो तपाईँले त्यसो भनिरहँदा त तपाईँले यसो पहल गरिने छ भन्नु पर्थ्यो कि घोषणापत्रमा होइन हामीले कतिपय कुरामा पहल गरिनेछौँ भनेका छौँ कतिपय कुरामा गरिनेछ भनेका छौँ भनेको हामीले त्यहाँ त हामी पनि त सबै भनेको पनि त एउटा अभिन्न अङ्ग हो नि त त्यसमा हामी पनि समावेश हुनुभयो भएको भएर जस्तो गरिनेछ भने जस्तो अहिले आरआर क्याम्पसको शैक्षिक प्रशासनको अवस्था हेर्दाखेरि एकदम नाजुक होइन थुप्रै विद्यार्थी सङ्गठनका हात पाउ मर्नुपर्ने अवस्था विद्यार्थीले एउटा सामान्य ठाउँको लागि सोधपुछ गर्न जाँदा पनि होइन अब भन्छुन लाउनु पर्ने दाई दिदी भन्नुपर्ने अनि त्यो अवस्था आइरहँदाखेरि क्याम्पसका भौतिक संरचनाहरू हेर्नुहोस् भित्ताहरू पुरै टालिएका भित्ताहरू छन् क्यारमेट मात्रै छन् तोडफोड मात्रै छन् अनि एउटा गुन्डागर्दी राजशैली विद्यार्थी सङ्गठनहरू उत्रिरहँदाखेरि तपाईँले यो स्वतन्त्रबाट उठ्नु भएको यो चाल्नु भएको कदमलाई हामीले पनि स्याल्युट गर्छौँ तपाईँलाई अग्रिम जितको शुभकामना पनि तपाईँको सिङ्गो प्यानललाई हामी बधाई तथा शुभकामना पनि दिन चाहन्छु र अन्तिममा मैले एउटा प्रश्न के गर्न चाहन्छु भने तपाईँले अपाङ्ग मैत्री संरचनाको पनि निर्माण गर्ने भन्नुभयो अपाङ्ग मैत्री संरचनाको निर्माण गर्ने भनिरहँदाखेरि यो क्याम्पसमा कतिजना अपाङ्ग मैत्रीहरू अहिले ठ्याक्कै आएर अध्ययन गरिरहेका छन् या उनीहरूलाई के अरे तपाईँले समन्वय गरेर बनाउनु भएको कि यो एजेन्डा चाहिँ प्यानलबाटै हो कि एउटा कुनै सिङ्गल एकल प्रयासबाट बनाउनु भएको राम्रो छ एजेन्डाको विषयमा हामीले सबैभन्दा पहिला हामीले विचार गऱ्यौँ हामीले आफूले दिन सक्ने जति हामीले त्यसबाट ल्यायौँ बाँकी साथीहरूसँग सरसल्लाह गऱ्यौँ शिक्षकहरूसँग प्रशासनसँग बसेर विद्यार्थी साथीहरूसँग बसेर र तपाईँको अपाङ्ग भन्नुभयो उहाँ साथीहरूसँग पनि सहकारी गरेर सबैलाई समेटिने गरी अहिले नितान्त हामीले के गर्छौँ भनेर ल्याउने हो र बाँकी हामी चुनाव जितिसकेपछि त्यसपछि फेरि हामी विद्यार्थीमा जान्छौँ र विद्यार्थीमा चाहिँ हामीले के गर्न सक्छौँ के छन् समस्याहरू भनेर फेरि हामी विद्यार्थीमा जान सक्छौँ धन्यवाद